दुबई सुनिदा स्वर्ग जस्तो लाग्छ, देख्दा चम्किलो सहर। तर यस सहरभित्र कति मान्छेहरूको जीवन भने यति अँध्यारो छ कि उनीहरू आफै पनि कहिलेकाहीँ उज्यालो खोज्दै थकित हुन्छन्। विदेश आउँदा सबैले सपना बोकेर आउँछन्, तर यहाँको पहिलो झट्का काम। 12 घण्टा ड्युटी, धेरै त 50 डिग्री गर्मीमा, युनिफर्मभित्र पसिना, मस्तिष्कभित्र तनाव र शरीरमा थकान। कसैलाई त खाना खान समय पनि मिल्दैन। ब्रेक खुसीले दिन्छन्, तर ड्युटी दुखले बढाउँछ। साँझ ड्युटी सकियो भने सबैभन्दा ठूलो समस्या एक्लोपन हो। रुममा फर्किँदा साथीहरू छन् होला, तर मन भने घरमै अड्किएको हुन्छ। एक फोनको रिङले खुसी पनि दिन सक्छ र आँसु पनि झार्न सक्छ। विदेशमा माया पाउन गाह्रो र घरको सम्झनाले घरिघरि पोल्छ। सबैभन्दा ठूलो दबाव भनेको जिम्मेवारी। काम किन गर्ने? घरमा कोही न कोही तपाईले पठाएको पैसामै भर पर्छ। आफ्नो लागि खर्च गर्न मन लाग्छ, तर तनख्वाह हातमा आएपछि बचत धेरै गर्न सकिन्न। रेन्ट, फुड, ट्रान्सपोर्ट, बाँकी पैसा घर पठाउनै पर्छ। त्यसैले विदेशमा कमाउने भन्दा सङ्घर्ष बढी हुन्छ। सबैभन्दा ठूलो कुरा के हो भने विदेशमा दुःख पर्दा आफूले आफै सहनुपर्छ। कसैलाई भन्न पनि सकिन्न, किनकि सबै आफ्नै समस्यामा छन्। यही स्ट्रगलले मान्छेलाई बलियो बनाउँछ, तर भित्रभित्रै कति चोट लगाउँछ यो कसैले देख्दैन। यदि तपाईँ अहिले दुबईमा सङ्घर्ष गर्दै हुनुहुन्छ भने तपाईँ